सयपत्री फुल, भाले फुल र मखमली फुलको बिउ हान्ने कार्यक्रम पनि मेरो सकिएको छ। फुलमा आफै निर्भर हुनुपर्छ भन्ने सोचका साथ कसैको पनि भर पर्नु हुँदैन। आफ्नो घरमा आवश्यकता पर्ने जुनसुकै चिजवस्तुहरू पनि आफैले उत्पादन गर्नुपर्छ भन्ने एउटा मनसाय बोकेको मान्छे हुँ म। त्यही भएको कारणले गर्दाखेरि मैले आज सयपत्री, मखमली र भाले फुलको दल हानेर जिल्याएर चाहिँ मैले एकदम रेडी बनाइसकेको छु। यसपालको दसैँ तिहारलाई लक्षित गरेर चाहिँ मैले दल निकै नै हानेको छु। लगभग हाम्रो गाउँलाई नै पुग्ने गरी बिरुवा उम्रिनै छन् र छरछिमेक गाउँ समाजमा पनि बिरुवाहरू वितरण गर्नुपर्ने हुन्छ नभएका घरहरूमा। त्यसैले गर्दाखेरि मैले आज बिरुवा हानेको छु र पछि सयपत्री फुल निकै भयो र निकै क्षेत्रफलमा लगाएर राम्रोसँगले उत्पादन भयो भने भोजपुर बजारमा पनि लगेर यसलाई बिक्री वितरण गर्नुपर्छ भनेर चाहिँ मैले आज सयपत्री फुल, मखमली फुल र भाले फुलको दल हानिसकेको छु। धन्यवाद।